यो यतिमा 10 वटा छ 10 वटाको माथि चाहिँ यो भित्र राख्नु पर्यो एउटा एउटा है अब चाहिँ तिहार प्रोग्रामको ब्याक सिन है डेकोरेसनको लागि सामानहरू यति छ के छ के छैन त्यो हामीले घरमा छिमे बाल्ने वाला हाल्ने भने यति सामान चाहिँ किनेर राखिसकेको छ आज तिहार प्रोग्रामको लागि छिमेको चाहिने यो हालेर पनि हुँदैन माया यो निकालेर यो निकालेर हेलो एभ्रिवान अहिले चाहिँ हामी यहाँ तिहारको प्रोग्रामको लागि रेडी गर्दैछौँ स्टेज सजिँदैछ यहाँ भवनको लागि सजाइसकेको छ अनि आमाहरूले यहाँ फुल काट्दै हुनुहुन्छ अनि टेबल चेयरहरू पनि यहाँ मिलाउँदै हुनुहुन्छ एभ्रिवान इज वर्किङ हार्ड एन्ड द्याट्स काया Kaya, say hi! पूजाको लागि रेडी गरिसकेको छ पुच्चे दिदी र आशा यता पछाडि ब्यानर सेटअप गर्दैछन् काया हेल्प गर्दैछ दिदीहरू यहाँ फुल काट्दै हुनुहुन्छ हेलो ह्याप्पी तिहार ह्याप्पी दिवाली सबैजनालाई नार्गुलको हाम्रो दाजुभाइ आउनु होला हामीहरू यहाँ पुरिरहेछ सबै रेडी भइसक्यो सबैजना रेडी भइसक्यो छिटो आइदिनुहोस् इट्स रेडी सबैजना आइदिनु होला छिटो छिटो मेरो चाहिँ फर्स्टमै वेलकम डान्स छ त्यही भएर म चाहिँ रेडी भइसकेको छु अनि मान्छेहरू पनि आउन थालेछ No, Karma! Don't touch. No touching, please. Oh, what a cute baby. म चाहिँ यहाँ स्न्याक खान जानु लाग्छु राम्रो देखेँ त दिदीलाई सुहाएछ मान्छे आउँदैछ आउँदैछन् हामी चाहिँ स्न्याकको लाइन बसेको ओ खाजा ह्याप्पी दिवाली ह्याप्पी तिहार चलेर बस्नु भएछ यो भिडियो होला क्यामेरा हो कालो देख्दो रहेछ मस्त मस्त छ के हो मिक्स अचार म भेजिटेरियन म त बस्न साइज साथीले के खाँदैछ भेज पकोडा यहाँ बफ छोइला चिकन छोइला छोइला लुक सो गुड चना चुक्ने राखेँ ल आलु दम पनि छोडेँ ल मुलाको अचार सेलरोटी चाहिँ सेलरोटी किनभने मैले अघि नै छोडेँ ओके लेट्स सी your food oh looks so yummy with a very vegetarian snack लगभग मान्छेहरू सबैजना आइसक्नु भएछ मैले ठाउँ खोजेर खाजा खान बस्छु त्यो खाली रोटी त्यस्तैले त्यो ठाउँ रहेछ त्यहाँ बस्नु पऱ्यो
रक्सी छ ल हाम्रो ह्यान्डसम दादाहरु Dasle. Long time day no see. Sensei हुन्छ Dasle. ओए थोरै कम दियो है कम लाग्यो फेरि पानी चाहिँ एउटा नै हुन्छ खाने नखाने तरी त मेरो मेन यो हो के मोडल यहाँको हाम्रो नेपाली समाजको सबैभन्दा रमाइलो र उज्जवल पर्व तिहार आज हामी सबैलाई खुसी मेलमिलाप र
सन्देश लिएर आएको छ। यो पर्वले भाइ बहिनीको माया, दाजुभाइको सम्बन्ध, घर आँगनको सजावट र लक्ष्मी पूजाको श्रद्धा मान्ने हाम्रो संस्कृति छल्काउँछ। आजको यस कार्यक्रममा सहभागी हुनुभएका सम्पूर्ण हाम्रा दाजुभाइ दिदीबहिनीहरू, यहाँ उपस्थित हुनुभएका सम्पूर्ण महानुभावहरूलाई मनदेखि नै धन्यवाद दिन चाहन्छु। हाम्रो आमा समाजले हरेक साल चाहिँ गर्ने यो देउसी भैलो कार्यक्रममा तपाईँहरूको सहभागिता हाम्रो लागि साह्रै नै अमूल्य रहेको छ सदैव। अब कार्यक्रम
जिल्ला